मेरो यो निकिसा ड्रेस को लागि याद छ? कहीँ जाने भनेपछि छोरी मान्छेलाई ड्रेसकै पिर। माघ 15 गते के भयो म भ्लगबाटै देखाउँछु है त। बिहानै उठ्दा चिसो चिसो थियो अनि घरको काम गरेर आफूलाई ठिकठाक पारेर मजा लागेको हो कलेज होइन। कलेज गएँ, त्यसपछि फर्किँदा अलिकति अर्कै भइसकेको थियो मौसम, तर घाम चाहिँ लागिसकेको थिएन कि। घर आएर एकछिन हिटर तापेर नबसेसम्म हुँदैन अनि खाना खायोरी एकछिन अझै हिटर तापेरै बसेँ। अनि फाइनल्ली सैना महिना व्यापार सङ्घले आयोजना गरेको सैना महिना महोत्सवको लागि रेडी भए। अब कपडा चाहिँ के लाउने लास्टै टेन्सन के मलाई मात्रै हो कि छोरी मान्छे अरूलाई पनि हुन्छ? कमेन्ट लेख्नुहोस् है। अब चाँडो पनि भइरहेछ अनि साडी लाउन अल्छी लाग्यो। यसो खोजेको यो निकिसा ड्रेस भेटियो। अनलाइनबाट सपिङ गर्दा एकदम ठगिएको वाला थियो नि त। तर यसलाई बनाइ मैले चाहिँ कसरी राखेको छु नि त। अनि त्यही लगाएर चाहिँ हिँडेँ। ज्याकेट पनि लगाएको थिएँ, पछि त गर्मी भइरहेको बाटोमा चाहिँ एकदमै पुगेँ। हिजो त्यही पानीकै कारणले म आधी बाटोबाट फर्केको। यहाँहरूलाई हिजोको भ्लगमा थाहा छँदैछ। आज चाहिँ म फाइनल्ली पुगेँ, स्टेजमा गएर आफ्नो कामहरू सुरु गरेँ। आजैबाट भजन प्रतियोगिताहरू स्टार्ट थियो। धेरै ठाउँको भजनहरू आएको थियो अनि एकदमै राम्रो झाँकी सहित अहिले स्वस्तानीको टाइम त्यस्तै खालको कथामा आधारित भजनहरू प्रस्तुत गर्नुभयो निकै राम्रोसँग। अनि कार्यक्रमहरू त्यसपछि डान्सिङ आइडल पनि भयो अनि मजाले त्यो डान्सिङ आइडलको चाहिँ खिचेको रहेनहरू छु क्या मैले। अनि यसरी रमाइलो गर्दै बिचमा मैले आफ्नो भिडियोहरू पनि बनाएँ। अनि त्यहाँ आयोजक म्यामले मलाई यस्तो भन्नुभयो कि सैना महिनामा धेरै जसो चिनेकै हुनुहुन्छ अनि यसै पनि टिकटकबाट चिनेकाहरू पनि भेटिएर यसरी तारिफ गर्दा चाहिँ खुसी लाग्यो। अनि कलाकारको आगमनसँगै हिलो गणेश दाईको डान्स हेर्नु न, उहाँ चाहिँ प्रदर्शनीमा ननाचेपछि कहाँ हुन्छ, प्रदर्शनी जस्तै लाग्दैन होइन त। सो हाम्रो बसन्तजी अनि त्यसपछि सङ्गीता चितौरे अनि आजको दिनमा चाहिँ इफ्सल सञ्जालको धेरै राम्रो प्रस्तुति थियो अनि सबै कलाकारसँग प्रस्तुति कर्मश जोडियो। मलाई अन्तिमसम्म बस्न भन्नुभएको थियो हिजो अनि अब टाढा आउने भएपछि बस्न अल्छी लाग्ने कि। सो इफ्सलको प्रस्तुति सुरुवात गरेर म चाहिँ त्यहाँबाट भागेँ साथीहरू अनि विकासजीलाई हस्तान्तरण गरेर लास्टै थकाइ लागेको थियो। अनि घर आइपुग्दा चाहिँ यस्तो भइसकेको थियो कि पुरै थाकेर। त्यसपछि नानीसँग एकछिन गफगाफ गरेँ अनि खाना खाइओरी हामी चाहिँ सुत्ने तर्खर गरेका थियौँ र सुत्यौँ। एकदमै थकाइ चाहिँ एक्सट्रिम लेभलमा लागेको थियो कि मलाई। बाई बाई।